हेलो हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल साथी म तिम्रोमा। नमस्ते सिँगान पुछेर। अनि के छ संसारै हुनुहुन्छ हजुरहरू? म चाहिँ आज गोठालो है। म आजभन्दा धेरै वर्ष पहिलाबाट म गोठालो हिँडेको मान्छे। गोठालो हिँड्नमा चाहिँ पर्फेक्ट मान्छे हो। त्यसलाई फेरि हाम्रोतिर बक्रा भन्छन्, बाख्रा होइन। अब म चाहिँ बाख्रा लिएर आएको छु, घाँस काट्ने, गोठालो हिँड्ने, यस्तै छ चलिरहेको छ जिन्दगी। के छ अनि तपाईँहरूको हाल खबर? ल हेर्नुहोस्, यिनी बाख्रा है, यिनलाई बाख्रा भन्छन्। कोही काला छन्, कोही राता छन्, कोही सेता छन्। अब हेर्नु यो सबभन्दा अगाडि आयो नि यो के हो, यो र हिँती छेउमा भएको यो रातो रातो बाख्रीको लोपरेको थियो कि है, लोपरेको थियो। अब भाइ गोठालो हिँड्थ्यो र अब चाहिँ म गोठालो हिँड्न थालेपछि यिनीहरूले खै पनि के भएछ, ब्रेकअप भएछ यिनीहरूको। अनि त्यसपछि सायद त्यो पार्टीको पेट खराब भएको थियो कि पार्टीले छेरे चाहिँ के आयो, अनि त्यसपछि यिनीहरू दुइटाको ब्रेकअप भयो। त्यही भएर आफ्नो शरीरको ख्याल राख्नु होला, गर्मी धेरै छ है। अब आँसु झऱ्यो भनेपछि त पुस्ने हातहरू हजारौँ भेला हुन सक्छन्, तर पेट खराब भयो भने कोही नजिक सर्दैन हेर्नु। त्यही भएर आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु होला। यो चाहिँ हाम्रो घरको सिनियर राजा। अब हेर्नु है त, टक्ने ओहो। त्यही भएर आफ्नो स्वास्थ्यको चाहिँ ख्याल राख्नुपर्छ। यसले स्वास्थ्यको ख्याल राख्छ, त्यही भएर अलिकति गोरोजिल्लो छ। अरू बाँकी त्यस्तै हुन्। यस्तै छ। गर्मी भन्नुहुन्छ भने हाम्रोतिर फेरि यो खै कुनि गर्मीमा घाम धेरै लाग्छ कि हाम्रोतिर, अनि परा जस्तो दिउँसोमा फेरि। अनि के छ तपाईँहरूको हाल खबर? को हिँड्नुहुन्छ गोठालो, को हिँड्नुहुन्छ भैँसी लिएर, को हिँड्नुहुन्छ गाई लिएर, को हिँड्नुहुन्छ बाख्रा लिएर है, सबैले चाहिँ कमेन्ट गर्नु होला। हुन त आजभोलि लगभग 20% हो यस्तो गोठालो जीवन जिउने। 20% मध्ये सायद मेन म नै होला होइन। फेरि पनि के गर्ने, हिँड्नु पऱ्यो। आफूले खाइन्छ भनेपछि यिनलाई पनि खुवाउनु पऱ्यो नि त, त्यति मात्रै हो। अनि के कस्तो लाग्छ है, भिडियोहरू यसो भन्नुपर्छ, कहाँ सुधार्नुपर्ने हुन्छ, कहाँ के गर्नुपर्ने हुन्छ, त्यो भन्ने कुरा हजुरहरूले यसो हो यहाँनिर यो कमी रहेछ है भनेपछि हामीले चाहिँ पक्कै पनि सुधार्ने कोसिस गर्छौँ। नयाँ साथीहरू आउनुहुन्छ भनेपछि सबै जोडिनु होला, कमेन्ट छोड्नु होला, भ्याग मिल्नेछ सबैलाई है। हस् त भन्दै आजको चाहिँ मेरो भिडियो लगभग यहीँ नै अन्त्य हुन्छ। ल साथीहरू, फेरि भेटौँला नेक्स्ट भिडियोमा घाम तापेर। बाई बाई।